होइन अहिलेका राष्ट्रपति दरबार हत्याकाण्ड हुने बेला भन्दैछु यिनी त। गृहमन्त्री थिए अरे को अहिलेका रामचन्द्र पौडेल सुन्छु म हो सही भन्दैछु त होइन? सुन्नु मेरो कुरा तपाईँको ठिक हो त्यो पनि त्यो अनि अब गिरिजा प्रसाद त मरेर गइसके केपी चोला यो पनि संलग्नै हो बाबुराम त्यो पनि त्यही हो प्रचण्ड पनि त्यही हो शेरे पनि त्यही हो अर्को छ नि हाम्रो रामचन्द्र पौडेल अनि अर्को मानव आर्मीका चिफहरू छ नि 2-4 जना टाउकेहरू रहेको प्रज्वल शमशेर राणा त्यो अहिले त पर हिजो इन्टरभ्यू हेरेको थिएँ बोल्दाखेरि पेटबाट होइन बाइचान्स मुखबाट त गोली फुस्क्यो भने कुरा त निकालिसक्नुभयो एउटै पेटमा 17वटा गोली छिर्छ कहिल्यै दिमागका गोली हाल्न पहिले वीरेन्द्र सरकार छिर्छ पहिला अरूलाई मारेर वीरेन्द्र मुख लाएर मारेर उसलाई जेठ 19 राति 9 बजे 9:15 हिँड्ने घटना थियो उहाँलाई 10 बजे मात्र थाहा भयो अर्कोलाई त बिहान 10 बजे थाहा पऱ्यो जबकि त्यत्रो रात दौरा ठाउँमा 600 सैनिक हुन्छ तिनीहरू कहाँ गए सेटिङमा हो नि राजाको पर्सनल कुकुर थियो यो कुरा हजुर थाहा छ जहाँ जाँदा पनि पछि पर्थ्यो ऊ गइसकेपछि सबैलाई त्यहाँ रोक्थ्यो